कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति। झट्ट सुन्दा तपाईलाई पत्यार नलागे पनि भित्रभित्रै कुलमानलाई सभापति बनाउने गरी रासोपामा आन्तरिक छलफल तीव्र बनेको छ। आगामी निर्वाचनका लागि नयाँ दल नखोली रासोपालाई साथ दिने बालेनको वचनपछि रासोपाले पार्टीमा कुलमानलाई भित्र्याउने गरी कसरत सुरु गरेको छ। सभापति रहेका रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखी नेतृत्व परिवर्तन गरे। आफ्नो समर्थन रहने मेयर बालेन शाहको सहमतिपछि छलफल तीव्र भएको बताइएको छ। रासोपाकै एक नेताका अनुसार हाल रवि, बालेन र घिसिङ बीच चरणबद्ध रूपमा छलफल भएको छ। बालेनसँगको छलफलमा पार्टीको नाम रासोपा र चुनाव चिन्ह घण्टी नै राख्ने गरी सहमति जुटिसकेको छ। यस्तै सभापति बारे भने सबैलाई मान्य हुने पात्रको खोजी गर्दा घिसिङ उपयुक्त हुने ठहर भएरै उनीसँग समेत बुधबार लामो छलफल भएको स्रोतको दाबी छ। स्रोतका अनुसार घिसिङले रवि र बालेनको समर्थन पाएर दर्ता गर्ने तयारीमा रहेको नयाँ पार्टीको प्रक्रिया समेत रोकेका छन्। भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनपछि नक्खु जेलबाट निकालिएका लामिछानेकै कारण रासोपा भित्र तीव्र मतभेद थियो। आन्दोलनपछि उत्पन्न विशेष परिस्थितिमा बालेनले नयाँ राजनैतिक दल खोलेर जेन्जी आन्दोलनको आधिकारिकता ग्रहण गर्न चौतर्फी दबाव समेत बढेको थियो। यही बीचमा बालेनले समेत नयाँ राजनैतिक शक्ति निर्माण गर्ने चर्चा चलिरहेको थियो। तर बालेनले परम्परागत राजनैतिक शक्तिहरूसँग जुझ्न वैकल्पिक राजनैतिक शक्तिको एकतालाई जोड दिने भन्दै नयाँ दल खोल्नु भन्दा रासोपालाई समर्थन गरेर अघि बढ्ने रणनीतिमा देखिएका छन्। तर उनले रासोपाको नेतृत्व सर्वस्वीकार्य बनाउनु पर्नेमा भने जोड दिएका छन्। बालेनको यही आग्रहपछि रासोपाले केन्द्रीय सदस्यको नेतृत्वमा संवाद समिति बनाएको थियो। आन्दोलनपछि उत्पन्न परिस्थिति, नक्खु प्रकरण र दल भित्रका केही नेताहरूको समेत असन्तुष्टिले रासोपालाई क्षति भइरहेको अवस्थामा थप क्षति हुन नदिन परिस्थिति अनुकूल निर्णय गरेर जान नेताहरू सहमत भएका थिए। रवि र बालेनसँग नजिक रहेर यो भूमिका खेलिरहेका एक नेताले रविलाई समेत भेटेर उनको समर्थन दिएपछि छलफलले अन्तिम रूप लिने तयारीमा रहेको स्रोतको भनाइ छ। ती नेताका अनुसार रविलाई कन्भिन्स गर्न केही समय लागेको थियो। तर रविलाई कार्यकारी भूमिकामा तत्काल नराखे पनि रासोपाको इतिहाससँग जोडिएको व्यक्ति रवि नै भएको हुँदा उनलाई संरक्षक, सल्लाहकार वा के राख्न उपयुक्त हुन्छ सो बारेमा समेत छलफल भइरहेको स्रोतको भनाइ छ। यसरी नयाँ शक्ति फुटेर होइन जुटेर जानुपर्नेमा उनीहरू एकमत देखिएका छन् र त्यही अनुसार छलफललाई तीव्रता दिएको बताइएको छ।